अब अनुहार त मेरो अनुहार त तपाईँहरूले मोबाइलमा पनि त देख्नु भएको होला नि त होइन मोबाइलमा पनि देख्नु भएको छ। अलि म चाहिँ अलि कस्तो कस्तो अब के अरे अलि भिन्नै किसिमको मान्छे छु होइन। अब चुनावमा उठेँ। अब म टाढाको मान्छे होइन है। नाइ जानु भएको छ कोही जनै पूर्णिया जानुहुन्छ पूजाहरूमा होइन त। त्यही नाईको मान्छे हुँ। नाइमा बसेको पनि अहिले 33 वर्ष भयो। त्यही अब गाउँघरमा बस्ने होइन। खेतीपाती नि छैन, जागिर नि छैन, केही छैन मेरो। म चाहिँ एउटा के अरे ऊ जस्तो मान्छे हो के अरे अब एउटा के भन्छ साधु जस्तो। साधु भनेर अब गेरुवा वस्त्र लाएर चाहिँ हिँडेको छैन। अनि कमण्डलु गर्दै भिख माग्दै चाहिँ हिँडेको छैन। तर जे होस् होइन अनि बिचमा राखेर गरौँ न सरलाई। म पनि यहीँ जन्मेको सर फेरि। अब अचानक उठेको हो। मेरो भाग्यमा के लेखेको छ के लेखेको छ थाहै भएन क्या। अहिलेसम्म भाग्यमा लेखेको कुरो थाहा भएन मलाई। अब म चाहिँ अमेरिकामा पढेको मान्छे, उतै जागिर खानुपर्ने मान्छे है। अब फेरि भाग्यमा लेखाएर चाहिँ यता आउने यहाँ म्याग्दीमा बस। अनि समाज सेवा गर्ने के गरियो के गर्दैछु, अहिले पनि गर्दैछु। अब अस्तितिर मन्त्री पनि भएँ, त्यो पनि भाग्यमै लेखेर भयो। अनि चाहिँ अहिले यहाँ सांसद हुन्न आज। यसरी चाहिँ भगवान्ले जता जता डोर्याउँछ नि त्यतिर हिँडे भने जस्तो भएको छ। अब भगवान्ले डोर्याएर त हिँड्यो होला नि, अब के भन्ने त होइन। यस्तो छ। म सांसद चुनावमा अब मन्त्री भएँ। मन्त्री भएर नि फेरि बिचैमा छोडेर हिँडेँ। 4 महिना 6 महिना मन्त्री भएको, 4 महिनामा छोडेर हिँडेँ। किन हिँडेँ भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नु पर्यो।